गोल्ड स्टार सुज आज हामीले प्राउडली मेड इन नेपाल भनेर चिनिने ब्रान्ड कुनै समयमा सोसाइटीको ठूलो जजमेन्टको एउटा शिकार बन्न पुगेको थियो भने सन् 1970s मा स्टार्ट भएको गोल्ड स्टारको मिसन अफोर्डेबल प्राइसमा राम्रो सु प्रोभाइड गर्ने। तर सिभिल वारको टाइममा माओवादीहरूले गोल्ड स्टारको जुत्ता युज गर्न थाले अनि समाजमा एउटा कन्सेप्ट बन्यो जसले गोल्ड स्टारको जुत्ता लगाउँछ ऊ माओवादी हो। यसरी एउटा सानो जुत्ताकै भरमा मान्छेको आइडियोलोजी, आइडेन्टिफिकेसन र क्यारेक्टर जज गर्न थालियो र यो प्रेसरले गर्दा ब्रान्डको इमेज पुरै ड्यामेज भयो। मान्छेहरू जुत्ता किन्न पनि डराउन थाले र सोसाइटीले लेभलमाथि लेभल लगाउँदै गयो। तर कम्पनीले भने आफ्नो पर्पजमा स्टिक भएर काम गर्न छाडेन। कम्पनीले कन्स्टेन्टली आफ्नो डिजाइनमा इम्प्रुभ गर्दै गयो, न्यू जेनेरेसनको लागि नयाँ भन्दा नयाँ सिम्पल वेमा डिजाइन गर्दै गयो, अझ अफोर्डेबल बनाउँदै गयो। आज जुन ब्रान्ड एक टाइममा सोसाइटीको ठूलो कन्ट्रोभर्सीमा परेको थियो, आज त्यही ब्रान्ड सम्झेर मान्छेहरूले प्राउड फिल गर्छन्। सो बिजनेसमा होस् या रियल लाइफमा, मिसअन्डरस्ट्यान्डिङ र क्रिटिसिजमको बीचमा पनि आफ्नो कोर भ्यालु नछोडिकन आफ्नै पर्पजमा स्टिक भएर काम गर्नु नै तपाईको सबभन्दा ठूलो फाउन्डेसन हो।